जय मसीह। के तपाईहरुलाई थाहा छ नयाँ करारमा स्वर्गको राज्य भन्ने शब्द सबैभन्दा बढी मत्तीको पुस्तकमा उल्लेख गरिएको छ। मर्कुसको पुस्तकमा तुरुन्तै भन्ने शब्द धेरै पटक प्रयोग गरेको छ, लगभग 42 पटक। असल सामरीको दृष्टान्त लुकाको पुस्तकमा मात्र पाइन्छ। यूहन्नाको पुस्तकमा दृष्टान्त लगभग छैन। क्रिस्चियन भन्ने शब्द पहिलो पटक एन्टियोखियामा प्रयोग भएको थियो। धर्मी विश्वासद्वारा बाँच्ने छ भने रोमीको मुख्य विषय हो। मण्डलीमा विभाजनको समस्या पहिलो कुरिन्थीको मुख्य विषय हो। दोस्रो कुरिन्थीमा पावलले आफ्ना कमजोरीहरू लुकाएनन्। गलातीको पुस्तकमा आत्माको फल एउटा हो, फलहरू होइन। एबिसीको पुस्तकमा विवाहलाई ख्रिस्ट र मण्डलीको चित्रण गरिएको छ, जहाँ ख्रिस्ट दुल्हा हुनुहुन्छ र मण्डली उहाँको दुलही। फिलिपीको मण्डली युरोपको पहिलो मण्डली मध्ये एक हो। कलसीको मण्डली इपाफ्रासले सुरु गरेका थिए। पहिलो थेसलोनिकको पुस्तकमा येशू ख्रिस्टको दोस्रो आगमनलाई विशेष जोड दिएको छ। बाँकी अर्को भिडियोमा।